अब अहिले चाहिँ रेडी बजार भर्खर क्रस गरियो। त्यहाँ खाना खाएर बस्यो। लगभग तपाईँको 2 घन्टा जति ब्रेक चलाइयो लगभगमा। अहिले चाहिँ 1:30 भएको छ। अहिले चाहिँ टक्क रेडी बजार क्रस गरेर अगाडि 3 मुखे पुलमा हिँड्यो। भएर कति बेला नमस्ते साथीहरू, हजुरलाई स्वागत छ मेरो अर्को भिडियोमा। म चाहिँ मेरो गाडी चाहिँ पम्प गरेर गाडी चाहिँ उहाँ त काभ्रे मुनि चाहिँ एउटा गाडी देखेको छैन। पानी परिरहेको हिजो गएको। अब जाइनबाट मिटिङमा जाइनबाट यो म चाहिँ रूप्से झर्ना ठ्याक्कै रूप्से झर्ना भयो। ठ्याक्कै यही होटलमा बस्छु। यही हो मेरो रुम हिजोदेखिको। पानी परिरह अब गाडीमा सुत्न चाहिँ सेफ नभएको भएर त्यहाँ त तपाईँको त ढुङ्गा झर्छ माथि आएर झरिरहेको थियो। गाडीमा सुत्न त सकिन्न। जाने त जहाँ नै भने चाहिँ त्यही भएर चाहिँ यता आएर सुतेको यहाँ होटलकोमा। त्यस्तै छ। अब गाडी पम्प बिग्रिरहेछ। फर्स्ट टिप सेकेन्ड टिप हो त्यस्तै भएको। अब भोलितिर मिस्त्री आज सामान भएर आउँदैछ। भाइहरूले ल्याउँदैछन् रबिन भाइहरूले। अब सामान चाहिँ भोलि आज आएर अलिक बनाएर गइन्छ होला। अब मिस्त्री आउँदै हुनुहुन्छ बेलुका बोलाएको। अब हेर म कति बेला आउँछ। पानी परिरह हिजो पनि पानी परिरहेको थियो। यस्तो छ मौसम चाहिँ। अब भैरातिर त गर्मी होला। यहाँ चाहिँ जाडो जाडो छ मौसम। ल हेर्नु ठ्याक्क रूप्से झर्ना ठ्याक्कै हिजोदेखि बास यही छ मेरो। यस्तै छ। अब के भन्नु। अब ट्रकको लाइफ स्टाइल भन्ने तँलाई नि यो त स्टाइल नभए घुम्न त पाइयो। तर यी बाटोमा दुःख पाइएर बसेको छ। अब के भन्नु। गाडी चाहिँ हिजो दिउँसभरि मैले बनाउने कोसिस गरेँ। गाडी चाहिँ बनेन। अनि लास्टमा पम्पै गएको रहेछ। पम्प मगाएको भैरवबाट। पम्प चाहिँ अभिषेक भाइले हाल्दैछन् वृन्दावनबाट। म चाहिँ यो पम्प गरेर बसिरहेको छु। सामान चाहिँ आइसक्यो बेनी। अब बेनीबाट चाहिँ मिस्त्री आउनुहुन्छ अनि बनाएर आज चाहिँ खाली ठाउँमा लेतेसम्म पुगिन्छ होला। अरू पानी परेको आकाश यस्तो मौसम चाहिँ भइरहेको बोतलको लेखी चाहिँ यहाँ त जाडै छ भन्दा पनि भयो। अरू त राम्रो देखाइदिउँला। त्योहरू अब आज पनि बास हुने भयो। सामान भोलि आउनु भयो। 2 दिन बसिनु भयो। रूप्से झर्ना बेलुका भइसक्यो। रूप्से झर्ना यहाँ अब चट्ट नेचुरल भ्यूको मजा लिनुहोस् भन्ने त होला। तपाईँतिर घाम लाग्यो होला। यता जाडो छ। म यही होटलमा रूप्से भ्यू यो होटलमा बसेछु। भोलि बिहान आउँछु भन्नुभएको मिस्त्री आएर बनाउने। साथीले सामान ल्याउँदै हुनुहुन्छ पम्पहरू ल्याएर बनाएर। अब भोलि खाली गरेर हेरौँ भोलि कति बेला खाली हुन्छ। अब त्यस्तै छ। अहिले चाहिँ बाटो राम्रो भएर अनि इन्डियन बाइकहरू मजाले यस्तो बाइक पनि जान्छ है। स्प्लेन्डर पनि जान्छ अलिक मुखिनाथ चाहिँ। अनि बाटो चाहिँ राम्रो भएको भएर ठिकै छ। अब गाडी घोडा हो बिग्रिन्छ समस्या आउँछ त्यही त हो। त्यसलाई त नराम्रो सोच्नु भएन। गाडी चाहिँ अब आज यहाँ ठाडो उकालो छ। अब आज चाहिँ अब गाडी चाहिँ उहाँ माथि छ हो। त्यो कोप्चोरमा गाडी हो त्यो त्यहाँ छ गाडी। यहाँबाट आँखाले देख्छ तपाईँले चाहिँ देख्न सक्नुहुन्न अलि। अब त्यही त हो क्यामेरा क्वालिटीले गर्दा। ठिक छ साथी। भोलि अब त्यहाँ बनाएर पम्प बनाएर अब भोलि खाली गरेर भैरातिरको लोड गरिन्छ होला। हेरौँ कताको लोड हुन्छ त। अब रात लैजानु पऱ्यो। गाडी त बनाउनु पऱ्यो। खर्च त मेकअप गर्नु पऱ्यो। गुड मर्निङ साथीहरू। आज चाहिँ मेरो तेस्रो दिन भयो यहाँ बसेको। दोस्रो आज तेस्रो ल ठ्याक्कै म चाहिँ यही रूप्से झर्ना
ठ्याक्क यहीँ छु बिहानको 6 बजिसक्यो मिस्त्री चाहिँ हिँड्नु भएको छ अरे अब हिँड्न थाल्नु भएको छ भन्दै हुनुहुन्थ्यो म चाहिँ यहीँ छु कहाँ जाने हो मिस्त्री नआइकन सामान चाहिँ ल्याएर राखिदिनु भएको साथीले अब आएपछि बनाएर जाने रुप्चे झर्ना त्यहाँ ल हेर्नुहोस् टक्क हो यहाँ झर्नाको अगाडि भनिदिँदा पनि होइन यो स्वाहा गरे चाहिँ काले गण्डकीको खोलाको आवाज हो सुस्साको आज चाहिँ बनाएर खाली गरिन्छ गाडी हुन्छ होला सायद आज 10-11 बन्छ गाडी भन्ने आश छ हेरौँ अब बनाइदिएर के हुन्छ साथीहरू आज चाहिँ 2-3 दिनपछि बल्ल मिस्त्री आउनुभयो सामान आयो भैरवबाट मिस्त्री आउनुभयो बेनीबाट गाडी चाहिँ यस्तो महाकै लड्नु त यहाँ बस्न सकिएन यस्तो भिडमा र ढुङ्गा यस्तो झर्छ धेरै गाडीमा नबसेको म चाहिँ यो काभ्रेको भिडमा अब यस्तोमा ढुङ्गा झरिरहन्छ अब रिक्स पनि कति लिने हो र भनेर बसेन आज बनाएर गाडी खाली गरी लेते गएर आउनुभएको मिस्त्री बेनीबाट होइन बागलुङबाटै आउनुभएको रेस्टुरेन्ट भयो आफ्नो यस्तो छ यहाँ अस्ति आफै बनाइयो कोसिस गरेर जुसहरू ल्याएर भएन त्यसपछि गाडी छोडेर गएको हो पम्प चाहिँ आयो पम्प चाहिँ फिट गरेर खाली गर्ने तपाईँको फिल्टर आयो यी पम्प अब नदेखिँदैछ पम्प यी सबै लगाएर गाडी यस्तो तान्दैन कि ठुलो घरमा आएपछि यस्तै हुन्छ न त साथीहरू अब बनाउनु सुरु भयो के चाहियो तपाईँलाई रिन्ची कहाँ ल्याउनु भयो हजुर ए बम्फर मात्र राख्नु भयो यहाँ रहेछ ल